नमस्ते। कहिलेकाहीँ कस्तो हुन्छ भने नि जीवनका एकदमै गहिरा पाठहरू चाहिँ साह्रै साधारण कथाहरूमा लुकेर बसेका हुन्छन्। आज हामी यस्तै एउटा नेपाली दृष्टान्त कथाको बारेमा कुरा गर्दैछौँ। एउटा यस्तो कथा जसले सायद हामीले समस्याहरूलाई, बाधाहरूलाई हेर्ने तरिका नै पुरै बदलिदिन सक्छ। ल, सुरुमै एउटा प्रश्न सोचौँ त। एउटा निर्जीव ढुङ्गाले जीवनका यति जटिल समस्याहरूको बारेमा के नै सिकाउन सक्ला र? यो कसरी सम्भव होला? आउनुहोस् यो कथाभित्रै पसेर यसको रहस्य पत्ता लगाऊ। कथा सुरु हुन्छ एउटा युवकबाट। ऊ आफ्नो यात्रामा छ, एकदमै उत्साहका साथ अघि बढिरहेको छ। तर उसलाई के थाहा, उसको बाटोमा एउटा यस्तो मोड आउँदैछ जसले उसको यात्रालाई मात्र होइन, उसको सोचलाई नै एकछिनको लागि ठप्प पारिदिनेछ। अनि देखिन्छ उसको ठिक अगाडि एउटा विशाल ढुङ्गा। यो बाटो रोक्ने चट्टान मात्र होइन, यो त असम्भव कुराको प्रतीक जस्तो देखिन्छ। मानौ प्रकृति आफैले भनिरहेछ, अब अगाडि बढ्न सकिँदैन। त्यो ढुङ्गा देख्ने बित्तिकै युवकको मनमा निराशा र रिसले बास गर्यो। यो भावना हामीलाई पनि थाहा छ हैन त? जब कुनै ठूलो चुनौती अगाडि आइपर्छ, सुरुमा त के लाग्छ भने लौ अब त केही गर्नै सकिँदैन, सबै सकियो जस्तो। तर त्यही नजिकै एकजना वृद्ध गोठाला एकदमै शान्त भएर बसिरहेका छन्। अचम्मको कुरा के छ भने जहाँ युवकले आफ्नो यात्राको अन्त्य देखिरहेको छ, त्यही ढुङ्गामा ती गोठालाले चाहिँ एउटा नयाँ अवसर, एउटा पाठ देखिरहेका छन्। अनि गोठालाले एउटा यस्तो कुरा भन्छन् जसले कथालाई नै नयाँ मोड दिन्छ। उनी भन्छन्, यो ढुङ्गा बोल्दैन, तर यसलाई पढ्न सकियो भने यो संसारको सबैभन्दा राम्रो किताब हो। ढुङ्गा र किताब, कस्तो अचम्मको तुलना, तर यसैमा गहिरो दर्शन लुकेको छ। युवकलाई त यो कुरा पत्यारै लाग्दैन। ऊ हाँस्छ। उसको लागि त ढुङ्गा एउटा समस्या न हो, शिक्षा कसरी हुन सक्छ र? यहाँ हामी अनुभवको शान्त ज्ञान र युवा जोशको अधीरता बीचको एउटा सानो टकराव देख्न सक्छौँ। अनि बल्ल गोठालाले आफ्नो ज्ञानको पोको फुकाउँछन्। उनी सम्झाउँछन्, हेर, ढुङ्गा र समस्या उस्तै हुन्। सुरुमा हेर्दा दुवै नहल्लिने, एकदमै गाह्रो लाग्छन्, मनमा पीडा दिन्छन्। तर जसरी लगातार धकेल्दा ढुङ्गा अलिकति भए पनि सर्छ, त्यसरी नै प्रयास गर्दै जाँदा समस्याको गाँठो पनि फुक्दै जान्छ र बाटो आफै खुल्छ। गोठालाका यी शब्दले युवकको भित्र कता कता एउटा झिल्को बाल्छ। उसको निराशाको ऊर्जा अब एउटा संकल्पमा बदलिन थाल्छ। पहिलो पटक उसले त्यो ढुङ्गालाई यात्राको अन्त्य होइन, तर पार गर्नुपर्ने एउटा चुनौतीको रूपमा हेर्न थाल्छ। तर समाधान एकैचोटि आउँदैन, यो त एउटा प्रक्रिया हो। युवकले हिम्मत बटुल्छ, धकेल्छ र ढुङ्गा एकदमै थोरै मात्र सर्छ। तर त्यो सानो चाल नै यसको लागि ठूलो प्रेरणा बन्छ। यसले हामीलाई सिकाउँछ कि ठूला सफलताहरू सधैँ साना साना तर निरन्तर प्रयासहरूको जोडले नै बन्ने गर्छन्। र अब आउँछ कथाको त्यो क्षण जहाँ निरन्तरको प्रयासले साँच्चीकै परिणाम दिन्छ। युवकको सङ्घर्ष अब सफलतामा बदलिने बेला भएको छ। आफ्नो पूरै शक्ति लगाएर युवकले अन्तिम धक्का दिन्छ। एक घर्षणको आवाज आउँछ र त्यो विशाल ढुङ्गा आफ्नो ठाउँबाट सर्छ। रोकिएको बाटो अब खुलेको छ। त्यो क्षणमा उसको पसिनाले भिजेको अनुहारमा राहत र उपलब्धिको चमक देखिन्छ। गोठाला मुस्कुराउँछन् र उनका साधारण शब्दले भर्खरै भएको घटनाको गहिरो सत्यलाई प्रष्ट पार्छ। यो एउटा यस्तो पाठ हो जुन युवकले सुनेर मात्र होइन, आफैले गरेर र महसुस गरेर सिकेको छ। लगनशीलताले असम्भव जस्तो देखिने कुरालाई पनि सम्भव बनाउन सक्छ। बाटोको ढुङ्गा त हट्यो, तर त्यो ढुङ्गाले युवकको जीवनमा एउटा कहिले नमेटिने छाप छोडेर गयो। यो घटना उसको लागि जीवनभरको एउटा मार्गदर्शक सिद्धान्त बन्यो। हो, त्यो एक दिनको अनुभवले युवकको संसारलाई हेर्ने दृष्टिकोण नै बदलियो। त्यसपछि उसको जीवनमा आउने हरेक समस्या अब अन्त्य थिएन, बरु हटाउन सकिने एउटा ढुङ्गा मात्र थियो। यो नै युवकको नयाँ जीवन मन्त्र बन्छ। उसले के बुझ्छ भने कुनै पनि चुनौतीको सामना गर्दा पहिलो धक्का सधैँ सबैभन्दा कठिन हुन्छ, तर यदि प्रयास गरिरह्यो भने अन्तमा बाटो त खुल्छ नै। र यो कथाको अन्त्यमा एउटा प्रश्न हामी सबैको लागि बाँकी रहन्छ। हामी सबैको जीवनको बाटोमा आफ्नै ढुङ्गाहरू हुन्छन्, चाहे त्यो करियरको बाधा होस्, कुनै व्यक्तिगत चुनौती होस् वा मनभित्रको कुनै डर। यो कथाले हामीलाई सोच्न बाध्य बनाउँछ, हाम्रो बाटोमा अहिले कुन ढुङ्गा छ र के हामी त्यसलाई धकेल्न तयार छौँ त?